बोक्छु साथीहरू यहाँ हेर्दैछ मलाई। गाउँभरिको देशभरिको विश्वभरिको सम्पूर्णलाई नमस्कार, झोले स्वागत छ थापा ब्लगमा। म चाहिँ यसरी डोको बोकेर आज धेरै दिन बादपछि चाहिँ डोको बोकेर हिँड्दैछु है साथीहरू भिडियो लिएर। अनि यहाँ छ यी डोको बोक्नुको कारण पनि हुन्छ नि त। यिनीहरू चाहिँ पर थियो, बुढाले हेर्नुहुन्थ्यो, घाँस काटेर लगाइदिनुहुन्थ्यो। ओइ उफ्रिन्छ त, लगाइदिनुहुन्थ्यो उता बाख्रासँगै। आज चाहिँ यता ल्याइदिनु भयो। यो चाहिँ फेरि मलाई ड्युटी थपिदिनु भयो, अर्को ड्युटी। अनि यिनीहरूलाई चाहिँ म घाँस काट्न हिँडेको हो। यो पाडा र पाडी छ। यता क्या मकैबारीमा साथीहरू घाँस चाहिँ एकदमै धेरै घाँस भयो। अनि के भन्छ त्यो झोर घारी भएर चाहिँ उसले त्यो चराले चाहिँ मकैहरू सब त्यो खोया मात्रै बनाइदियो क्या। त्यही भएर अनि यताको घाँस खुवाउनुलाई, चरा भगाउनुलाई चाहिँ अनि पाडी यता लिएर आउनुभयो बुढाले। अनि म चाहिँ घाँस काट्न हिँडेको साथीहरू। यस्तो घाम लागेको कसरी काट्नु गयो। अनि आज चाहिँ न्यू क्यापै साथीहरू, नयाँ जय घन्टी अरे अस्ति एउटा भाइले दिनुभएको थियो यो क्याप चाहिँ। घाममा यसो लाउनुहुन्छ भनेर मैले पनि ल्याइदिएको। अनि क्याप लगाइदिएको पनि है, ल्याइदिएर पनि लगाइदिइ पनि सकेँ मैले चाहिँ। यता मकैबारीमा चाहिँ यहाँ बाँध्नु पाडा भनेको थियो, मेरो बुढाले उता बाँध्नु भएको छ। यता घाँस काट्नु पर्ने हुन्छ साथीहरू डोकोमा। एकदम घारी भयो क्या यहाँ घाँस त काट्न लगाएको मेरो साथीभाइहरूलाई, छिमेकीहरूलाई। तर घाँस राम्रो काटिदिएन। मुसाले पनि उति नै खनेको छ, चराले पनि उति नै खाएको छ, मकै खतम बनाएछ। त्यही भएर अब आफै जे आफैले गर्नुपर्छ, जे गर्नु आफैले गर्नुपर्छ है। आजको दिन चाहिँ यस्तो छ है साथीहरू, एकदमै घाम लागेछ। यो घाममा चाहिँ कसरी घाँस काट्नु थाहा छैन। घामले मारो साथीहरू, मारो। पसिनै पसिना भयो। अलि एक दुई पनि घाँस भारी पुगेको छैन। घामले चाहिँ यहाँ तिरिखिरी बनाइसक्यो। अनि यो मकै चाहिँ यस्तो फलेको छ क्या, मजाले फलेछ नि मकै त। तर के गर्नु, चराले मुसाले सब खाइसक्नु आँटिसक्यो। अब यसलाई चाहिँ यो पातहरू सबै मुनिको लुसेर घोगा मात्रै राखेर अलिक छिटो पाक्ने बनाइदिनु पर्ने। गाह्रो छ नि साथी, बाँदर लाग्ने ठाउँमा बाँदरसँग जुधेर बिहान सुतेदेखि राति उठुन्जेल नसुतुन्जेल, बिहान उठेदेखि बेलुका सुत्ने बेला नहुन्जेलसम्म बाँदर रुँग्नुपर्छ। अनि तिमीहरूलाई भन्न सजिलो छ होइन, बाँदर मार्नु हुँदैन। बाँदरले खाना दिँदैन त हामीलाई त, उठिबास लाउने बेला भइसक्यो त। खै साथी यति यता घाँस काटेको मेरो भारी पुगो। यता चाहिँ काट्दै अब चाहिँ म भारी बोक्छु। तर कसरी बोक्ने, म चाहिँ घाँस लिएर आएँ साथीहरू। यहाँ हेर्दैछ मलाई। त्यसलाई चाहिँ घाम परेछ। यो क्यापले चाहिँ मलाई कस्तो देखेको छ है, कमेन्ट गर्नु। पसिना देख्नुभयो, गाउँघरको नतिजा। ल यो चाहिँ पाहाड हो है हाम्रो। अब चाहिँ म लागेँ घरतिर। अहिले एकछिनमा यिनीहरूलाई पानी लिएर आउनु पर्ने हुन्छ साथीहरू। अब चाहिँ म घर हिँडेँ हो।
र साथीहरू तराईमा चाहिँ यस्तो गर्मी हुन्छ सोचेको क्या हुन्छ नि त तराईमा चाहिँ यस्तो गर्मी हुन्छ पाहाडमा चाहिँ यति साह्रो गर्मी हुनु भनेको चाहिँ नसोचेको कुरा हो कि साथीहरू यो किन यस्तो गर्नु भएको हौ हिजो पनि पानी आउनु आँट्यो आएन पानी परेको भए चाहिँ शीतलै हुन्थ्यो होला गाह्रो छ ल